नमस्ते। आज म तपाईहरुलाई 2007 सालदेखि 2017 सालसम्म नेपालमा के भयो त्यसबारेमा बताउने छु। 7 साल अगाडिका सबै कुराहरू हामीले अघिल्लो भिडियोमा भनिसकेका छौं। त्यसैले आज कुरा गरौं 7 सालपछि के भयो भन्ने बारेमा। विक्रम सम्वत 2007 फागुन 7 गते तत्कालीन राजा त्रिभुवन शाहबाट भएको शाही घोषणासँगै नेपालमा प्रजातन्त्रको स्थापना भयो। राणामा भएका अधिकारहरू पुनः राजामा फर्किए। यसपछि मोहन शमशेरको प्रधानमन्त्रीत्वमा सरकार बन्यो। नेपाली कांग्रेसका तर्फबाट 5 जना र राणाहरूका तर्फबाट 5 जना गरी 10 जनाको मन्त्रीमण्डल गठन गरियो। बीपी कोइराला गृहमन्त्री बने। विक्रम सम्वत 2007 साल चैत्र 17 गते नेपालको अन्तरिम शासन विधान पारित गरी लागू गरियो। यस विधानले सरकारमा जनताको प्रतिनिधित्व सुनिश्चित गरेको थियो। यति बेला सरकार बनेर काम त हुँदै थियो, तर देशको अवस्था सोचेअनुसार राम्रो भएको चाहिँ पक्कै थिएन। यहाँनेर हामीले डाक्टर केआई सिंह अर्थात् कुँवर इन्द्रजित सिंहको विद्रोहका बारेमा केही कुरा बुझ्नै पर्ने हुन्छ। राणाहरूको विरोधमा कांग्रेससँगै मिलेर आन्दोलन गरेका डाक्टर केआई सिंहको विद्रोह चलिरहेकै थियो। क्रान्तिमा सफल भइसक्दा पनि राणाहरूसँग मिलेर सरकार गठन गरेकामा उनी असन्तुष्ट थिए। उनले आफ्नो आन्दोलन जारी राखेका थिए। सरकारले भारतीय सेना समेतको सहयोगमा उनलाई पक्राउ गरी भैरहवा जेलमा कैद गर्यो। उनी असार 27 गते भैरहवा जेलबाट भाग्न सफल भए, तर साउनमा उनी पुनः समातिए। त्यसपछि उनलाई काठमाडौँ ल्याई सिंहदरबारमा थुनिएको थियो। माघ 8 गते उनका समर्थकहरूले सिंहदरबार आक्रमण गरे। त्यतिबेला उनको नेतृत्वमा नयाँ सरकारको घोषणा समेत गरियो, तर सिंहदरबार कब्जा गरेर घोषणा गरिएको यो सरकार कानुनी प्रक्रियाबाट बनेको थिएन। भारतीय सेना ल्याएर भए पनि सिंहको सरकारलाई पन्छाउने कुरा भएको थाहा पाएपछि डाक्टर केआई सिंह चुपचाप तिब्बत पलायन भए। सिंहदरबार कब्जा गर्ने क्षमता भएका डाक्टर केआई सिंह किन त्यसरी तिब्बततिर लागे, यो अनुसन्धानकै विषय रहेको छ। देशमा संयुक्त सरकार बने तापनि विकासका कामहरू हुन सकिरहेका थिएनन्। राणाहरूसँग मिलेर काम गर्ने वातावरण नभएको भन्दै कांग्रेसले एउटा पार्टीको मात्रै सरकार बन्नुपर्ने माग अगाडि बढायो। विक्रम सम्वत 2008 कार्तिक 8 गते कांग्रेसतर्फका मन्त्रीले राजीनामा गरे। यसको दबावमा परेर प्रधानमन्त्री मोहन शमशेरले पनि केही दिनपछि राजीनामा दिनु पर्यो। राणा र कांग्रेस सम्मिलित त्यो सरकार 9 महिनाभन्दा बढी टिक्न सकेन। 2008 साल मङ्सिर 1 गते मातृका प्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा नेपाली कांग्रेसको एकमना मन्त्रीमण्डल गठन गरियो। यस अवधिमा सर्वोच्च न्यायालय, पब्लिक सर्भिस कमिसन, आयव्यय निरीक्षण प्रधान अड्डाको स्थापना भयो। 2009 साल जेठमा सम्पन्न नेपाली कांग्रेसको अधिवेशनमा बीपी कोइरालाको ठाउँमा मातृका प्रसाद कोइराला कांग्रेस अध्यक्ष छानिए। सरकार आफ्नै आन्तरिक विवादमा फस्दै गएको थियो। 2009 साल श्रावण 26 गते यो सरकार पनि विघटन भयो। 2009 साल श्रावण 30 गते राजा त्रिभुवनबाट आफ्नै मध्यस्थतामा 6 सदस्यीय शाही परामर्शदात्री सरकार गठन भयो। यसका लागि भाद्र 10 गते विशेष परिस्थिति अधिकार ऐन 2009 जारी गरिएको थियो। यस ऐन मार्फत शासन विधानमा भएको कार्यपालिका र व्यवस्थापिका सम्बन्धी प्रावधान खारेज गरिएको थियो। 2010 साल असार 1 गतेसम्म यो सरकार अस्तित्वमा रह्यो। विक्रम सम्वत 2010 असार 2 गते राष्ट्रिय प्रजा पार्टीका अध्यक्ष मातृका प्रसाद कोइरालालाई पुनः प्रधानमन्त्री बनाइयो। सरकारले सोचेअनुसार काम गर्न सकिरहेको थिएन। विक्रम सम्वत 2010 फागुनमा प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको मन्त्रीमण्डल पुनः हेरफेर भयो। नेपाली राष्ट्रिय कांग्रेस, प्रजा परिषद र जनकांग्रेस गरी 3वटा साना पार्टीलाई समेटेर बहुदलीय मन्त्रीमण्डल बनाइयो। ती दलहरू कांग्रेसमा विद्रोह गरेर बनेका थिए। त्यतिबेला टङ्कप्रसाद आचार्य र डिल्ली रमण रेग्मी पनि सरकारमा सहभागी भए। यति गर्दा पनि सरकार बलियो भएर काम गर्ने अवस्था बनेन। भारतीय सेना हतियारसहित नेपाल प्रवेश गर्नु, किसान नेता भीमदत्त पन्तले विद्रोह गर्नु, विवादास्पद कोशी सम्झौता हुनु जस्ता कारणहरूले गर्दा सरकारको तीव्र आलोचना हुन थाल्यो। अन्ततः विक्रम सम्वत 2011 फागुन 18 गते मातृका प्रसाद कोइरालाले राजीनामा दिए। विक्रम सम्वत 2011 फागुन 30 गते राजा त्रिभुवनको मृत्यु भयो। चैत 4 गते युवराज महेन्द्र राजा बने। उनले विक्रम सम्वत 2012 वैशाख 1 गते गुन्जमान सिंह संयोजक रहेको 5 सदस्यीय शाही सल्लाहकार सरकार घोषणा गरे। यो महेन्द्र शाहको प्रत्यक्ष शासन थियो। करिब 10 महिनापछि यो सरकार पनि विघटन भयो। विक्रम सम्वत 2012 माघ 13 गते प्रजा परिषदका अध्यक्ष टङ्कप्रसाद आचार्यको नेतृत्वमा सरकार गठन भयो। यो सरकारले विक्रम सम्वत 2013 असोज 5 गतेका दिन चीनसँग शान्ति तथा मैत्री सन्धि पनि गरेको थियो। विक्रम सम्वत 2014 मा गर्ने भनिएको आम निर्वाचन सम्पन्न गराउने जिम्मेवारी यस सरकारको काँधमा थियो। तर चरम आर्थिक सङ्कट भएका कारण सरकारले चुनाव गराउन सकेन। उतिमाथि यो सरकारले पत्रपत्रिकामा समेत बन्देज लगाउने प्रयास गर्यो।
विक्रम सम्वत 2014 असार 31 मा टङ्कप्रसाद आचार्यको सरकार पनि विघटन भयो। त्यसपछि विक्रम सम्वत 2014 साउन 11 गते संयुक्त प्रजातान्त्रिक पार्टीका अध्यक्ष डाक्टर केआई सिंहको नेतृत्वमा नयाँ सरकार बन्यो। डाक्टर सिंह 2008 सालमा तिब्बत निर्वासित भएका थिए। उनले देशको हालत अझ खराब रहेको देख्दा आफू दुखी भएको, राजासँग माफी माग्न चाहेको र देशको सेवा गर्न इच्छुक रहेको भनी राजा महेन्द्रलाई पत्र लेखेका थिए भनिन्छ। राजाले डाक्टर केआई सिंहलाई नेपाल बोलाए, उनको भव्य स्वागत पनि गरियो, उनी प्रधानमन्त्री बने। तर करिब 3 महिनापछि राजा महेन्द्रले डाक्टर केआई सिंहको सरकार विघटन गरी आफै प्रत्यक्ष शासन सुरु गरे। विक्रम सम्वत 2007 सालको शाही घोषणामा नै देशमा निर्वाचन गराउने भनिएको भए तापनि कुनै पनि सरकारले अझै निर्वाचन गराउन सकेको थिएन। राजा महेन्द्र शाहले विक्रम सम्वत 2014 साल कार्तिक 29 गतेदेखि 2015 जेठ 2 गतेसम्म प्रत्यक्ष शासन चलाए। राजा महेन्द्रको शासनकालमा भगवती प्रसाद सिंहको अध्यक्षतामा संविधान मसौदा समिति बनेको थियो। विक्रम सम्वत 2015 जेठ 3 गते काङ्ग्रेस नेता सुवर्ण शमशेरको नेतृत्वमा कामचलाउ सरकारको गठन गरियो। यो सरकारको मुख्य काम देशमा निर्वाचन गराउनु थियो। विक्रम सम्वत 2015 साल फागुन 1 गते नेपाल अधिराज्यको संविधान 2015 जारी भयो। त्यसैगरी विक्रम सम्वत 2015 फागुन 7 गतेदेखि विक्रम सम्वत 2016 वैशाख 21 गतेसम्म देशमा आम चुनाव भयो। यो चुनाव पूरा हुन 2.5 महिना लागेको थियो। चुनावमा मुलुकलाई 109 निर्वाचन क्षेत्रमा विभाजित गरिएको थियो। 21 वर्ष पुगेका नागरिकले बालिग भएर मत दिन पाउँथे। राष्ट्रिय दल हुनका लागि कम्तीमा 22 सिटका लागि उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको थियो। विक्रम सम्वत 2016 वैशाख 28 गते निर्वाचनको नतिजा आयो। उक्त चुनावमा 74 सिटसहित नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गर्यो। अत्यधिक बहुमत ल्याउन सफल भएको नेपाली काङ्ग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला विक्रम सम्वत 2016 जेठ 13 गते प्रधानमन्त्री बने। काङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराई पहिलो सभामुख निर्वाचित भए। देशमा पहिलो जननिर्वाचित सरकार गठन भयो। विक्रम सम्वत 2016 असार 16 गते प्रतिनिधि सभाको पहिलो अधिवेशन पनि सुरु भयो। अचानक विक्रम सम्वत 2017 पुस 1 गते राजाले तत्कालीन संविधानको धारा 55 को प्रयोग गर्दै विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रीमण्डल विघटन गरिदिए। संसदका दुवै सदन भङ्ग भए। संविधानका अनेकौं धाराहरू निलम्बनमा परे। देशमा बहुदलको अन्त्य भई निर्दल लागू भयो। यसरी प्रजातन्त्र प्राप्तिपछिको 1 दशक अक्सर सङ्घर्षमै बित्यो। शासन चलाउने अनुभवहीनताको प्रभाव प्रत्यक्ष रूपमा देखियो। बारम्बार भइरहने सरकार परिवर्तनका घटनाले सोचे अनुसारका कामहरू हुन सकेनन्। तर पनि 104 वर्षे जहानिया शासनको अन्त्य गर्दै देशलाई नयाँ बाटोमा अघि बढ्न यसले सहयोग गरेको मान्नुपर्छ। विक्रम सम्वत 2007 देखि विक्रम सम्वत 2017 सम्मको दशकमा भएका प्रमुख उपलब्धिहरूलाई यसरी सम्झन सकिन्छ। जनताहरूले शिक्षाको अवसर पाउन थाले। देशभरि विद्यालयहरू खोल्न थाले। जनताहरूले मौलिक हक प्राप्त गरे। शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, व्यवसाय आदिमा सुधार भयो। आन्तरिक तथा बाह्य हवाई सेवाको विकास भयो। उपत्यका बाहिर पनि बाटोघाटो बन्ने कामले तीव्रता पायो। हेटौँडा काठमाडौँ रोपवे बन्यो। त्रिभुवन राजपथ बन्ने कामको थालनी भयो। विक्रम सम्वत 2011 वैशाखमा भारतसँग कोशी सम्झौता भयो। विक्रम सम्वत 2016 मङ्सिरमा गण्डक सम्झौता गरियो। विक्रम सम्वत 2012 मा नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गर्यो। विक्रम सम्वत 2013 मा चीनसँग शान्ति तथा मैत्री सन्धि गरियो। भारत र चीन बाहेक अन्य राष्ट्रसँग पनि मैत्री सम्बन्ध विस्तार भयो। विक्रम सम्वत 2013 मा नेपाल निजामती सेवा ऐन लागू भयो। विक्रम सम्वत 2016 असार 30 गते त्रिभुवन विश्वविद्यालयको उद्घाटन भयो र नेपालमा उच्च शिक्षाको बाटो खुला भयो। टेलिफोन तथा आकाशवाणी सेवाको थालनीसँगै सञ्चार क्षेत्रको विकास हुन थाल्यो। नेपालका वन जङ्गलहरूलाई राष्ट्रियकरण गरियो। सर्वोच्च न्यायालयको स्थापना भयो र जनताहरूले न्याय पाउन थाले। देशमा पब्लिक सर्भिस कमिसनको स्थापना भयो र जनताहरूले न्यायिक ढङ्गबाट रोजगारी पाउने अवस्था सिर्जना भयो। जनताहरूले अभिव्यक्ति स्वतन्त्रता पाए। प्रकाशन तथा साहित्य लेखनको विकास भयो। उल्लिखित सामाजिक उपलब्धिहरूका अतिरिक्त अरू विभिन्न आर्थिक उपलब्धिहरू पनि भएका थिए जो यस प्रकार छन्। विक्रम सम्वत 2008 माघ 21 गतेबाट नेपालमा वार्षिक राष्ट्रिय बजेट प्रस्तुत गर्न थालियो। विक्रम सम्वत 2013 बाट पञ्चवर्षीय योजना कार्यक्रम लागू भयो। विक्रम सम्वत 2013 वैशाख 14 गते नेपाल राष्ट्र बैंकको स्थापना भयो। विक्रम सम्वत 2014 साउन 10 गते भूमि सम्बन्धी ऐन घोषणा भयो र मोहियानी हकको व्यवस्था गरियो। विक्रम सम्वत 2016 मङ्सिर 25 गते वीरता प्रथा उन्मूलन ऐन लागू गरियो। मुद्राको प्रचलनमा एकरूपता कायम गरियो। आय व्यय निरीक्षण प्रधान अड्डा स्थापना भयो। देशको अर्थतन्त्र नियन्त्रित गर्ने काम भयो।
नयाँ कर नीति, कृषिमा आधुनिकीकरण, व्यापार प्रवर्धन जस्ता कामहरू भए। यसरी विक्रम सम्वत 2007 देखि 2017 सम्मको एक दशक विभिन्न उतार चढाव र ऐतिहासिक उपलब्धिहरूका साथ बित्यो। अब विक्रम सम्वत 2017 पछि के भयो त्यसबारेमा म अर्को भिडियोमा जानकारी दिनेछु। धन्यवाद।